नमस्ते सबैलाई। आजको भिडियोमा हामी दैनिक जीवनमा उपयोगी जान्ने पर्ने जापानी भाषाका वाक्यहरू प्रस्तुत गर्नेछौँ। यदि तपाईँ जापानी भाषा सिक्न चाहनुहुन्छ भने यी वाक्यहरूले तपाईँलाई जापानी भाषा बोल्न र बुझ्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्। भिडियो पुरा हेर्नुहोस् किनभने अन्त्यसम्म तपाईँका लागि विशेष टिप्स र अभ्यासहरू दिँदै जानेछु। अब सुरु गरौँ। सुरुमा छ तपाईँ अहिले कहाँ हुनुहुन्छ भनेर चाहिँ प्रश्न गर्नु पर्यो। तपाईँ अहिले कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नु पर्यो भने इमा दोकोनी इमास्का भनेर चाहिँ भन्नुपर्छ। इमा दोकोनी इमास्का भनेर चाहिँ भन्नुपर्छ। बुझ्नु भएको छ? तपाईँ अहिले कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नु पर्यो भने इमा दोकोनी इमास्का भनेर चाहिँ भन्नुपर्छ। अर्को छ के यो फिल्म मनोरञ्जनात्मक छ भनेर चाहिँ सोध्नु पर्यो। के यो फिल्म चाहिँ मनोरञ्जनात्मक छ भनेर भन्नु पर्यो भने कोनो यही वा ओमोसिरै देशका भनेर चाहिँ भन्न सकिन्छ। कोनो यही वा ओमोसिरै देशका भनेर चाहिँ भन्नुपर्छ। एकचोटि फेरि सुन्नुहोस्। के यो फिल्म मनोरञ्जनात्मक छ भनेर प्रश्न गर्नु पर्यो भने कोनो यही वा ओमोसिरै देशका भनेर चाहिँ भन्नुपर्छ। अर्को छ के तपाईँले बिहानको खाना खाइसक्नुभयो भनेर चाहिँ प्रश्न गर्नु पर्यो। के तपाईँले बिहानको खाना खाइसक्नुभयो भनेर प्रश्न गर्नु पर्यो भने आशा गुहानो मौताबेमासिताका भनेर चाहिँ भन्नुपर्छ। आशा गुहानो मौताबेमासिताका भनेर चाहिँ भन्नु पर्यो है। फेरि एकचोटि सुन्नुहोस्, एकदम सजिलो छ। के तपाईँले बिहानको खाना खाइसक्नुभयो भनेर चाहिँ भन्नु पर्यो भने चाहिँ आशा गुहानो मौताबेमासिताका भनेर चाहिँ भन्नु पर्यो। अर्को छ कृपया थप खाना दिनुहोस् भनेर चाहिँ भन्नु पर्यो। कृपया थप खाना दिनुहोस् भन्नका लागि चाहिँ ओकावारी हो कुदासाई भनेर चाहिँ भन्नुपर्छ। एकदम सजिलो छ। ओकावारी हो कुदासाई भनेर चाहिँ भन्नुपर्छ। कृपया थप खाना दिनुहोस् भन्नको लागि चाहिँ के भन्ने रहेछ त ओकावारी हो कुदासाई भनेर चाहिँ भन्नु पर्यो। अर्को छ मलाई जाडो लागेको छ भनेर चाहिँ भन्नु पर्यो। मलाई जाडो लागेको छ भन्नको लागि चाहिँ वतासी वा सामैदेश भनेर चाहिँ भन्नुपर्छ। वतासी वा सामैदेश भनेर चाहिँ भन्नु पर्यो है। मलाई जाडो लागेको छ भन्नको लागि वतासी वा सामैदेश भनेर चाहिँ भन्नु पर्यो। अर्को छ यो समय शान्त छ होइन त भनेर चाहिँ प्रश्न गर्नु पर्यो। यो समय शान्त छ होइन त भनेर प्रश्न गर्नको लागि चाहिँ कोनो जिकान वा सिजुका देस्ने भनेर चाहिँ भन्नु पर्यो। कोनो जिकान वा सिजुका देस्ने भनेर चाहिँ भन्नुपर्छ। यो भनेको के रहेछ त यो समय शान्त छ होइन त भनेर चाहिँ प्रश्न गरेको हो। कोनो जिकान वा सिजुका देस्ने भनेर चाहिँ भन्नुपर्छ। अर्को छ के म यहाँ बस्न सक्छु भनेर चाहिँ प्रश्न गर्नु पर्यो। के म यहाँ बस्न सक्छु भनेर प्रश्न गर्नको लागि के भन्ने रहेछ त कोकोनी स्वाते म यी देशका भनेर चाहिँ भन्नुपर्छ। कोकोनी स्वाते म यी देशका भनेर चाहिँ भन्नु पर्यो।